हेलो सबैजना, आज हामी सबै परिवारहरू चाहिँ तुङसुङ मामा र दादा भाउजूहरू भेट्न गइरहेको छौँ है। बहिनी हेलो भनिदेऊ, भाइ हेलो भनिदेऊ। यिनीहरू चाहिँ मेरो छोराछोरीहरू हो। तुङसुङ जाने बाटो चाहिँ एकदमै बिग्रेको छ है साथीहरू। तपाईँहरू आउँदैछ भने चाहिँ एकदम सोचेर सम्झेर मात्रै आउनुहोस्। हुन्छ, तुङसुङ पुगेर फेरि भिडियो देखाउँछु ल म तपाईँहरूलाई। ल है साथीहरू, हामी फाइनली तुङसुङ आइपुगे। यो त हाम्रो अङ्कल बिजी हुनुहुन्छ हो पानी बनाउँदै। यो चाहिँ हाम्रो लोचन मोटे ओ यहाँ आइज भाइ। यो चाहिँ हाम्रो साहिल भाइ, हाम्रो दादाको छोरा है। हेलो भन्दै भाइ। ल है साथीहरू, हेर्नुहोस् है, हाम्रो मामाको घरमा त मागुर माछाहरूदेखि लिएर अरू माछाहरू पनि पालेको छ। र यहाँ अहिले पानी मैला भएकोले गर्दा माछाहरू देखेकै छैन राम्ररी हो। यहाँ हेर्नुहोस् त हल्लिरहेछ ऊ। अनि यहाँ चाहिँ गाईको गोठ रहेछ। यहाँ माउ रहेछ हो। यहाँ चाहिँ अस्ति भर्खर ब्याएको चाहिँ बाछा रहेछ हो। गाउँ बस्तीमा बस्नु ठिक छ नि हौ साथीहरू, शुद्ध दुधहरू पनि खानु पाइहाल्छ है।